नमस्ते। यति रातिसम्म न्युज हेर्दै मजाले एक्साइटेड भएर बसेर हेर्ने आज फर्स्ट टाइम हो मेरो र अहिले रातिको 12 बजिसक्यो। 12 बजेसम्मको अपडेट हेर्दाखेरि रासोपाको प्यानल हान्ने सम्भावना छ र विभिन्न ठाउँमा 2-3टा ठाउँमा प्रत्यक्षतर्फको सिट रिजर्भ गरिसकेको छ भनेपछि देशको विभिन्न क्षेत्रमा अहिले रासोपा अग्रता बढाउँदै गएको छ। बालेन शाह झापा 5बाट उठेका 18,842 भोट ल्याइसकेका छन् भनेपछि केपी शर्मा ओलीले जम्मा 4,442 भोट ल्याएका छन्। त्यसपछि समीर तामाङ हुनुहुन्छ श्रम संस्कृति पार्टीको। त्यसपछि भक्तपुर 2मा महेश बस्नेत एमालेका वरिष्ठ नेता मानिने महेश बस्नेतको जम्मा 4269 भोट आएको छ भनेपछि राजीव खत्री रासोपाको उम्मेदवार 15,261 भोट ल्याइसकेका छन्। धादिङ 1मा आशिका तामाङ 11,244 भोट ल्याएकी छिन् भनेपछि राजेन्द्र प्रसाद पाण्डे जुन ताराबाट उठेका छन् उनले जम्मा 3583 भोट ल्याएका छन्। सुनसरीमा हर्क साम्पाङले 1436 भोट ल्याइसकेका छन् भनेपछि गोमा तामाङ आरएसपीको उम्मेदवार 2260 मत ल्याइसकेकी छिन्। सर्लाही 4मा गगन थापा 2530 मत ल्याइसकेका छन् भनेपछि अमरेश कुमार जो आरएसपीकै उम्मेदवार हुन् उनले 4496। त्यसपछि चितवन 3मा सोभिता गौतम कुरै नगरौँ डोब्बरले पछाडि राखेकी छिन्। सोभिता गौतमले 23,766 भोट ल्याइसकेकी छिन् भनेपछि रेणु दाहाल जम्मा 10,036 भोटमा अड्केकी छिन्। र त्यसपछि महावीर पुनको कुरा गरौँ। उनी स्वतन्त्र उम्मेदवार भएर म्याग्दीबाट उठेका थिए र उनले 12,222 भोट ल्याइसकेका छन्। उनकै पछि हरिकृष्ण श्रेष्ठ जुन एमालेका उम्मेदवार हुन् उनले 4155 भोट अहिलेसम्म ल्याएका छन्। त्यसपछि अरू ठाउँमा कुरा गर्ने हो भने नुवाकोट 1-2, चितवनमा पनि 2 रवि लामिछाने, अनि त्यसपछि कैलालीतिर, सुदूरपश्चिम कञ्चनतिर, अनि त्यसपछि बर्दिया, बाँके, दाङ, सुर्खेत आदि क्षेत्रमा अझै रासोपाले राम्रो अग्रताले अगाडि गइरहेको छ। यो जनताले दिएको माया भोटको अन्तिम बेलासम्म पनि यसरी नै रहोस्। शुभरात्रि।